हेलो एभ्रिवान, नमस्कार जोजोलोपा सबैजनालाई। वेलकम टु माई न्यू भ्लग अफ रारा ट्रेक। म चाहिँ आज हजुरहरूमाझ रारा ट्रेकको हाम्रो भ्लग लिएर आएको छु। आशा छ सबैले हेरिदिनुहुन्छ, लाइक गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ, बेल आइकन थिचिदिनुहुन्छ, के गर्न मिल्छ सबै गरिदिनुहुन्छ। किनकि हजुरहरूले नगरिदिए कसले गरिदिने त? हजुरहरू नै त हो सर्वेसर्वा होइन। रारा ट्रेक चाहिँ हाम्रो एकदमै अनप्लान ट्रेक हो। हामी अघिल्लो दिनसम्म चाहिँ एबिसी जाने भनिरहेका थियौँ, तर हाम्रो फिजिकल कारणले गर्दा हामीले अलिकति आँट्न सकेनौँ। सो द्याट त्यही दिनमै हामीले डिसाइड गऱ्यौँ जाने दिनमै अनि रारा जाउँ भनेर। अनि म दगुरेर गएर बसपार्क पुल्चोक बसपार्कबाट सुर्खेतसम्मको टिकट काटिहालेँ, कन्फर्म गरिहालेको कि फेरि बिचमा प्लान चेन्ज नहोस् भनेर। हामी 3 जना हिँड्यौँ। हामीसँग त्यस्तो ठुलो ग्रुप पनि थिएन। हामी जस्ट सबिना दिदी, म एन्ड सङ्गीता दिदी, हाम्रो सबिना दिदीको अमाजु लाग्यौँ। 3 तिगाडा काम बिगाडा भन्दै हामी राराको लागि बेलुका 5 बजेको टिकट काटेर हिँड्यौँ। अनि नाइटको सफर चाहिँ एकदमै रमाइलो लाग्यो, एकदमै रमाइलो लाग्छ होइन। लाग्यो भन्ने कुरै होइन, लाग्छ। मेरो चाहिँ सफरमा सकभर ननिदाउने प्रयास हुन्छ कि म चाहिँ सबै सफर एक्सप्लोर गर्दै जान मन लाग्छ। अनि त्यो चन्द्रमा हेर्नुहोस् न, कस्तो हामीसँगै ट्राभल गरिरहेको जस्तो, हामी 3 जनालाई 4 जना बनाउन आएको जस्तो, यस्तो कि मलाई एकदमै दार्शनिक फिलिङ आउँछ दिमागमा है। त्यसैले म निदाएको थिइनँ, आधी बाटो बुटुलसम्मै निदाएको थिइनँ। त्यसपछि चाहिँ म झुपु निदाएछु। बिचमा रोकेको ठाउँमा भिम्ज्या थिएँ। अनि बिहान त्यसपछिको रेकर्डिङहरू सक्यो होइन। अनि यो चाहिँ हाम्रो एकैचोटि सुर्खेत आइसकेपछिको रेकर्डिङ सुरु गरेँ मैले चाहिँ। हामी सुर्खेत चाहिँ एकैचोटि बिहान 9 साढे 9 बजेतिर आइपुग्यौँ। लगभग 14-15 घन्टाको सफर तय गरेर हामी ओभर द नाइट सुर्खेत आइपुग्यौँ। सुर्खेत आउने बित्तिकै हामीले सुर्खेत बस पार्कमै तालसासम्मको बस टिकट काट्यौँ। बाई रोडै जाने भनेर, हामी त बाई रोडै जाने भनेको थियौँ। फ्लाइटको त हाम्रो दिमागमै थिएन। रमाइलो भयो। 2 जना दाइहरू भेटिए थिए बाटोमा। अब कोही न कोही हेल्पिङ ह्यान्ड भेटिन्छ। अब उनीहरूकै परामर्श अनुसार हामीले चाहिँ टिकट काट्यौँ। उनीहरू पनि गमगढीसँग जाने रहेछन्। उनीहरूले हामीलाई होटेलहरू सजेस्ट गरे होइन। अनि सुर्खेतमा बसियो हामी। अनि सुर्खेतमा आमा होटेलमा चेक इन गऱ्यौँ र हामी त्यहाँ फ्रेस भएर त्यो दिन चाहिँ सुर्खेत बजार एक्सप्लोर गर्न हिँड्यौँ हामी 3 दिदी बहिनीहरू। सुर्खेत बजार एकदम सिमिलर लाग्यो हाम्रो नारायणघाट बजार जस्तै नै हो। अब नयाँ त के हुने हो र, नेपालको जुनै पनि बजार एकदमै सिमिलरै त हुन्छ। त्यस्तो लागेन, नयाँपन लागेन। सुर्खेतमा पनि एक्सप्लोर गर्ने कुराहरू धेरै नै छ। नयाँ ठाउँ हो, नयाँ ठाउँमा पक्कै पनि नयाँ कुराहरू हुन्छन्। अनि हामीले एउटा अटो रिजर्भ गऱ्यौँ र सुर्खेत एक्सप्लोर गर्न हिँड्यौँ। हामी सुरुमा चाहिँ देउती बजाई मन्दिर गयौँ। यहाँ चाहिँ मागेको पाइन्छ भन्ने जनविश्वास रहेछ। केही कुराहरू मागियो माग्नलाई होइन, नितान्त व्यक्तिगत कुराहरू। म खासै विश्वास गर्दिनँ पूजा गरेर मागेर पाइन्छ भन्ने कुरामा। तर मन्दिरहरूमा जाँदा छुट्टै किसिमको पिस हुन्छ नि, एउटा स्पिरिचुअल कुरा फिल हुन्छ कि एकदमै शान्त। यही नै होला सायद मन्दिरको खासियत, मलाई शान्ति दिनु। यहाँ फोटोसोटो खिचियो, भिडियोहरू बनाइयो, रमाइलो भयो। देउती बजाइमा घुमियो। हामीलाई चाहिँ अटोवाला दाइले राम्रोसँग घुमाइदिनु भयो। देउती बजाई मन्दिरमा दर्शन गर्न आएको, देउती बजाई मन्दिरमा दर्शन गर्न आएको। अनि गीत गाउन, गीत गाएको, नआउने गीत गाएको। मिली बग्छ खोला, सागर कुनै मुहान हुँदैन। रातपछि हुन्छ उजेली, मन्चरी गाउन सुसेली। रातपछि हुन्छ उजेली, मन्चरी गाउन सुसेली।
देउती बजे मन्दिरमा दर्शन गरियो, फोटो भिडियो खिच्यो र हामी लाग्यौँ बुलबुले तालतिर। बुलबुले ताल एकदमै प्रसिद्ध ताल नेपालको, तर यो अलि ओभर रेटेड जस्तो लाग्यो मलाई चाहिँ, किनकि जुन ताल छ नि यसको मुटु त्यसमा चाहिँ खासै मैले केही पनि भेटिनँ। पानी पनि त्यति धेरै थिएन, मोटर बोटिङ हुँदो रहेछ त्यति रहेछ, खासै खासियत केही पनि लागेन। गार्डन चाहिँ रमाइलो थियो, शीतल होइन, रुखहरू भएको पार्क चाहिँ रमाइलो थियो, ताल चाहिँ खासै रमाइलो लागेन। अनि नि अर्को कुरा है, मलाई के त्यहाँका मान्छेहरूले फरेनर भनेको थियो कि मेरो हेयर कलरले गर्दा खत्रै देखेको छु नि त, म गगला छु होइन, गोरी गोरी कपाल कैलो कैलो फरेनर भनेको थियो भने मलाई। बुलबुले ताल सुर्खेत, यो हो सुर्खेतको बुलबुले ताल। त्यो बोटिङ गर्न खासै मन लागेन हामीलाई। हामी अब त्यत्रो नारायणी नदीमा बोटिङ गरिरहेको मान्छे त्यो सानो तालमा, हुन त स्पिड कुदाएको थिएँ कुदाउन त, तर पनि खासै मन लागेन पैसा वेस्ट गर्नलाई, टाइम वेस्ट गर्नलाई। हामी चाहिँ यत्तिकै बुलबुले ताल एक्सप्लोर गऱ्यौँ अनि त्यसपछि हामी त्यहाँबाट चल्दै बन्यौँ। त्यसपछि हामी सुर्खेत जिल्लाको अर्को प्रसिद्ध ठाउँ, एकदमै प्रसिद्ध ठाउँ काँक्रेबिहार मन्दिर आइपुग्यौँ। काँक्रेबिहार मन्दिर चाहिँ मलाई एकदमै मन पर्यो है, यति माथि रहेछ, धन्न अटोले ल्याइदियो। त्यहाँको अटोहरू कति ज्ञानी भाइ, 1500मा हामीलाई पुरै सुर्खेत बजार घुमाइदियो के। भित्रभित्र कति टाढा टाढा रहेछ, 3 जनाको ठिकै त हो नि, त्यतिमा त्यति त उनीहरूको दिनको पर्छ पनि। काँक्रेबिहार मन्दिर चाहिँ एकदमै मन पर्यो मलाई, जङ्गलको माथि जङ्गलै जाने रहेछ बाटो चाहिँ, रमाइलो काँक्रेबिहार मन्दिर चाहिँ। दामी देखियो रे यो मन्दिर, काँक्रेबिहार मन्दिर सुर्खेत। काँक्रेबिहार मन्दिर काँक्रेबिहार मन्दिर सुर्खेत, कति राम्रो मन्दिर छ त्यहाँ, साउथ इन्डियन टाइपको। दैलेख बजार घुमानी, कर्णाली पुल तरनी, तिमी छानै मसानै रहर मात्रै होला नि। बालखैमा दिल बस्यो गौथली, नभागौँ त मनमा भो खलबली। भागौँ भने बाल विवाहको मुद्दा चलाउने। सुर्खेत बजार कर्णाली पुल तरनी, तिमी सानै मसानै रहर मात्रै होला नि। बालखैमा दिल बस्यो गौथली, नभागौँ त मनमा भो खलबली। भागौँ भने बाल विवाहको मुद्दा चलानी। अलिक गीत एप्रोप्रिएट भएन हामीलाई, छ्या। यहाँ चाहिँ चलिरहेको फोटो सेसन, मोडलिङ। यहाँ क्यामेराम्यान हुनुहुन्छ हाम्रो एकदम पोख्त क्यामेराम्यान सङ्गीता पोखरेल। काँक्रेबिहार जङ्गल यो चाहिँ 3 बिगाडा काम बिगाडा भन्छ नि, हिन्दी उखान। जङ्गल चाहिँ कस्तो ठाडो रहेछ कि बाटो, अलि अफ रोड खत्तम रहेछ त नि। यस्तो झन् दाइको के अरे अटोले पिकअप दिएकै धानेकै हो। मन्दिर राम्रो रहेछ नि, त्यसो भन्नु भएन। मन्दिर चाहिँ मन पर्यो मलाई, मन्दिर अनि त्यो एकदम इन्भाइरोमेन्ट पिस, एकदम शान्त। अब अरू त के हुनु परेर लामराङ जामराङ शान्त, त्यो पिस हेर्ने हो। काँक्रेबिहार मन्दिरको दर्शन अवलोकन गरिसकेपछि, फोटो भिडियो पर्याप्त मात्रामा खिचिसकेपछि हामी लाग्यौँ शहीद पार्कतिर।
सुर्खेतको एक प्रसिद्ध घुम्नै पर्ने ठाउँमध्ये एक शहीद पार्क पनि रहेछ, जहाँ हामीलाई दाइले लाँदै हुनुहुन्छ। यो हो शहीद पार्क, सुर्खेतको शहीद पार्क। यहाँ जलपरी हुनुहुँदो रहेछ, उहाँ महादेव हुनुहुँदो रहेछ, अर्को जलपरी पनि हुनुहुँदो रहेछ। अनि म पापाकी परी पनि छु यहाँ। तर रमाइलो रहेछ, छ्याँ भयो। यो चाहिँ अलिकति बाइक चाहिँ हाम्रो के अरे एउटाको शहीद स्मारकको जस्तै आउँछ। जस्तो नयाँपन त केही पनि छैन, प्रकृति हो नयाँपन चाहिँ। ठाउँ हो, ठाउँ खेलिनु है, रमाइलो लाग्यो। महादेव हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव। यो मौसम केही भन्छ, यो मन केही भन्छ। ल त्यो त्यहाँ चाहिँ हाम्रा टिम हुन्, पानी खाइरहन् त्यो दिदीको गाग्रोबाट। हाम्रो सङ्गीता दिजु अनि हाम्रो क्यामेराम्यान दिजु एकजना भइसिन्छ। अनि रमाइलो छ जे होस्, यही त हो रमाइलो। पानी टन्न खाइयो सङ्गीता दिदी, पानी खानुभयो? अब अर्को पालो आयो, उहाँले पनि पानी खानुहुन्छ, उहाँ आन्टीको काँक्राको। म चाहिँ यहाँ बसेर भिडियो खिचिदिनु पर्यो। कति मिलेको जोडी हो, पानी पनि अरे रिसाउनुहुन्छ त्यस्तो गर्नुहुन्न दिदी। म बोतलको मिनरल वाटरको पानी खाने, म त त्यस्तो घैटाको पानी खान्न। अनि खाना भन्दै थिएँ, अनि मलाई पनि त्यो आन्टीको घैँटोको पानी खाएर भिडियो फोटो खिच्न मन लाग्यो र मैले पनि त्यही काम गरेँ। प्रादेशिक शहीद पार्क तथा वनस्पति उद्यान, भैरव सामुदायिक वन, वीरेन्द्रनगर 4, भङ्गेरी चौर, कर्णाली प्रदेश, सुर्खेत बजार घुमाउने। तर हामीले पर्याप्त मात्रामा सुर्खेत बजार चाहिँ घुम्यौँ, राम्ररी घुम्यौँ भन्नुपर्छ एक दिनमा। अझै पनि माथि धेरै घुम्ने ठाउँहरू थिए रे, लाली गुराँसहरू, रङ्गीबिरङ्गी लाली गुराँस फुल्ने ठाउँ थिए भन्दै थिए। तर त्यो दिन त्यहाँ जान चाहिँ पोसिबल भएन, समय अभाव, भौगोलिक विकटता यावत कारणहरूले गर्दा। धेरै नै रमाइलो भयो सुर्खेत बजारको घुमाइ पनि हाम्रो। यसरी अटो दाइको अटोमा यसो फन पनि गऱ्यौँ, रमाइलो गऱ्यौँ, धेरै नै रमाइलो भयो समग्रमा सुर्खेतको घुमाइ। अनि यो चाहिँ मेरो टिकटक हो, जुन मैले फेसबुकमा नि पोस्ट गरिसकेको छु है। अब एउटा दुईवटा टिकटक त बनाउनै पर्यो। त्यस्तो विधि टिकटकमा फोकस हुँदैन मेरो, घुम्दै गर्दाखेरि प्राय यस्तै ब्लग बनाइरहेको हुन्छु। दिनभरि घुमेर थाकेको भएर हामी चाहिँ बेलुका मिठो नास्ता खाने भनेर सुर्खेतको एउटा राम्रो होटेलमा पस्यौँ। होटेल होइन, एक्चुअली चाहिँ रेस्टुरेन्ट थियो, पिज्जा स्पेसल रेस्टुरेन्ट है। सबै कुरा कस्तो मिठो थियो कि टक्क हामीलाई चाहिने जस्तो, एकदमै हाइली रेकमेन्डेड। ठाउँको नाम बिर्सेँ। सुर्खेत बजारमै आमा भान्साघर होटेलको जस्ट अपोजिट छ त्यो चाहिँ है। अनि हामी चाहिँ नेक्स्ट डे चाहिँ बिहानै 7-8 बजेको गाडी चढेर हिँड्यौँ तालसाको लागि। र यो चाहिँ हामी खाना खाने ठाउँमा, दैलेखको खाना खाने ठाउँमा रोकेको। यो चाहिँ दैलेखमा टन्न खाना खायौँ। अब जस्तो थियो मिठै लाग्यो, भोक मिठो लाग्यो मलाई चाहिँ। भोजन भन्दा नि मलाई त भोक नै मिठो लाग्छ। दाल भात तरकारी भइसक्यो पुग्छ कि मलाई चाहिँ। अनि खाएर अगाडि बढ्यौँ। अनि
खाना खाइवरी बस अगाडि बढेको केही बेरमै हामी कालीकोट आइपुग्यौँ। अहिलेको जुन गेट थियो नि त्यो चाहिँ कालीकोट इन्ट्री भएको गेट हो। अनि कालीकोट एकदम विकट ठाउँ भनेको सुन्थ्यौँ होइन, वास्तवमै विकट ठाउँ रहेछ कालीकोट। मैले त देखेको छु कालीकोटै आउनु पर्दैन विकटता हेर्नलाई। म देवघाट हुँदाखेरि देवघाटको 2 नम्बर 4 नम्बर ओडाहरूमा गएको छु होइन, यस्तै विकट छ त्यहाँ। चितवनको नजिक भएर पनि काठमाडौँकै नजिक जिल्लाहरू पनि कति विकट छन्। त्यही भएर विकटता देख्नु मेरो लागि नयाँ कुरो त होइन। मैले देखेको छु, भोगेको छैन छुट्टै कुरा, तर देखेको छु, बुझेको छु। विकटताको अभाव कस्तो हुन्छ अनुभव पनि गरेको छु। त्यस्तो विधि नभोगे पनि मलाई विकटताको पीडा चाहिँ थाहा छ। रमाइलो प्रकृतिको सुन्दरता त हामी सबैलाई मनपर्छ। प्रकृतिको सुन्दरतासँग विकटता अपनाएर बसेका हुन्छन् त्यहाँका मान्छेहरू है। त्यसको लागि चाहिँ म उनीहरूलाई एकदमै सम्मान गर्छु कि म उनीहरूलाई। यो चाहिँ हामी आइपुग्यौँ माग्मु गाउँमा, कालीकोटको माग्मु गाउँ आइपुग्यौँ हामी। अब जति नै विकट भए पनि विकासको लहर भनौँ या केही भनौँ, पक्कै घरहरू देख्न पाइन्छ गाउँहरूमा पनि। खडाक चक्र मागमा कालीकोट। मागमा कालीकोट। हेलो सबिना दिजु, जाडो भएन? हेलो सङ्गीता दिजु। बोतलमा पानीमा भर पनि खानुपर्छ, तिखा लाग्छ। कालीकोट हुम्ला जुम्ला कालीकोट, कालीकोट बजार। चिसो हावा धान्छ मलाई त 50 किलोको मान्छे म। ओ कति राम्रो के अरे सनराइज त होइन यो, घाम सूर्य लागेको। कालीकोट के भने खडा चक्र 5 कालीकोट, कालीकोट मागमा। यहाँ अर्को हाम्रो एकदम फेमस युट्युबर दिदीले पनि भिडियो बनाउँदै हुनुहुन्छ, जसको भ्लगमा म आउने सौभाग्य पाएँ। दिदी यसो यता गर्दै धन्यवाद है। अब म पनि आउँछु, अलिअलि फेमस हुन्छु दिदीको कृपाले दृष्टिले। चस्मा लाउनु पर्छ है, चस्मा लगायो भने हिरोइन देखिन्छ। जस्तै अब भनौँ न गाडी रोकेको छ यसो रेस्टुरेन्टलाई, चिया कफी खानलाई सब डिटेल्स उहाँले प्रोभाइड गरिदिनु भयो। मागमा होइन दिदी, यो माग्नु हो। हामी गएर बस्ने चाहिँ नाङमा हो कि होइन दिदी? हामी गएर बस्ने नाङमामा है। ए यो दिदी हो, दिदी रहेछ, दिजु हुनुहुँदो रहेछ यो माग्मु भन्ने चाहिँ। अनि हामी चाहिँ बहिनी भन्ने ठाउँमा गएर बस्ने चाहिँ नाङमा। 0 पोइन्ट तपाईँको उसमा यो सेल्फीमा चाहिँ हुँदैन दिदी। यसलाई चाहिँ ब्याक क्यामेरा गरेपछि यसमा छैन दिदी। तपाईँको माइफोन परेछ। मेरो माइफोन होइन, त्यो टिकटकमा छ भन्छ है। अब मलाई थाहा भएन। तँले स्वेटर ल्याइनस्? मलाई जाडो भएको छैन कि, मलाई चिसो हावाले शरीरमा छोएको लाग्यो कि फ्रेस भयो कि। गाडीमा बस्दा वाक्क लगाइसकेको थिएँ मैले, त्यही भएर ब्युटिफुल। माथे माथे पन्थराइमा टीका घामको भाइरल चिया, माग्नुको भाइरल चिया।
Cheers, cheers. 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 Lo cheers, lo cheers. Lo cheers. कोदोको अहिले गरी बेला भएको छैन हैन यो चाहिँ अनि माग्मु बजारमा मिठो चिया खायौँ लामो समयको सफरपछि गाडी रोकेर। अनि हाम्रो चिया पसले अङ्कल आन्टीको लभ स्टोरी पनि सुन्यौँ है, रमाइलो लाग्यो। यही त हो नि यात्राको रमाइलो भनेको। त्यसपछि हाम्रो गाडी अगाडि बढ्यो तालचातर्फ। त्यसपछिको यात्रा चाहिँ झनै रमाइलो भयो। हामी त ग्रुपमा आएको जस्तै भयौँ। हाम्रो गाडीका सबै प्यासेन्जरहरू चिन्यौँ है। अनि गीत गाउँदै फुल साउन्डमा गीत गाउँदै नाच्दै गयौँ हामी। त्यसपछि अगाडि बढ्यौँ। साँझ नि परिसकेको थियो। चिया खाएपछि चाहिँ हामीलाई छुट्टै किसिमको एनर्जी आयो। अनि त्यसपछि त रमाइलो भयो हामीलाई झनै। बजाउनु पर्यो यसरी नै हाम्रो सफर निरन्तर अगाडि बढिरह्यो। त्यो दिन चाहिँ हामी नागमामा गएर बास बस्नु थियो। धेरै नै राति भइसकेको थियो। लामो रहेछ सफर। अब विकट ठाउँ बाई रोड पनि राम्रो थिएन। अब बिस्तारै चल्दै गर्दाखेरि कहिले उकाली ओह्राली भन्ने मात्र उतारी यस्तै बाटो हुँदो रहेछ। यस्तै बाटो पार गर्दै हामी चाहिँ राति नागमामा पुग्नलाई हिँड्यौँ। त्यहाँबाट रमाइलो गर्दै बाटोमा। यति रमाइलो नगर्ने हो भने त यति लामो बाटो कसरी पार हुन्थ्यो नि, अतेस लाग्थ्यो। रमाइलो त एकदम आवश्यक छ जिन्दगीमा, अगाडि बढ्न, जीवन काट्नलाई है। नत्र भने जीवन बोरिङ हुन्छ।
हाम्रो ड्राइभर बेला बेलामा टिकटक बनाउन धर्दो रहेछ कतै उनी आएन कि हामी टिकटक लभर भनेको त हाम्रो ड्राइभर खलासी त झन् बढी टिकटक लभर रहेछ यो हो नाङमा बजार हामी रातिको कति बजी दिदी अहिले कति बजी भन्नु त मैले घडी हेर्नु 8:45 बजी होटल हेर्नलाई हिँडिरहेको छौँ हाम्रा यहाँ भेटिएका यात्री दाईहरू दुईजना हामीलाई लिड गर्दै हुनुहुन्छ हजुर के भयो आउँदै हुनुहुन्छ त हाम्रो दिदी आउँदै हुनुहुन्छ एन्टी भमिटिङ औषधि किनेर नाङमा बजार रमाइलो रहेछ चिसो चिसो नाङम एक के हो तिला गुफा जिल्ला कुन मेरो आँखाले भेट्नु भयो एन्टी भमिटिङ यसरी दिनभरिको सङ्घर्षमय हाम्रो रोड यात्रा लगभग लाग्यो हामीलाई बिहान 8 बजीदेखि हिँडेको गाडी बेलुका 9 बजी लगभग 12 घन्टा लाग्यो र नाङमा बजारमा आइपुग्यौँ हामी बास बस्नको लागि 1 नाइट स्टे नगरिकन तालचा नपुगिने रहेछ सुर्खेतबाट अझै अगाडि गोठेजिउला भन्ने ठाउँमा गएर बस्ने भनेर कन्फ्युजन कुरा गरिरहेको थिएँ रातिको 9 बजिसकेको थियो गोठेजिउला पुग्दा लगभग 11 बज्थ्यो होला हाम्रो र त्यहाँ फेरि होटेलहरूको व्यवस्था हुन्थ्यो हुन्थेन थाहा भएन त्यही भएर यही अनिश्चिततामा हामीले चाहिँ नाङमामै बस्ने निश्चित गऱ्यौँ र त्यहीँनिर रोक्यो गाडी यति चिसो ठाउँ ज्यानै नतात्ने यो चाहिँ हाम्रो डे 4 को सफर हो जो चाहिँ मलाई जाडो भएर म कुकुर्केर बसेको बसमा यति चिसो ज्यानै तात्दैन है मेरो झन् खुट्टै नतात्ने हातै नतात्ने कठ्याङ्ग्रिनी यस्तो जाडो भएर त्यो बसमा बाहिर त घाम लागेछ 6 बजी बिहान 5 बजीदेखि हिँडेको अँध्यारोमै झिसमिसेमा बाहिर घाम लागे के गर्ने ज्यान तातेखेन बसमा जाडो भएर कुकुर्केर बसेको म मेरो क्यामेराको क्वालिटी राम्रै हो तर अक्षर जुम भएन मसिनो ठिक छ त्यहाँ हामीसँग आउनुभएको दाइहरू कति जानुभयो आँखा कति राम्रो बजार गोठेजिउला बजार गोठेजिउलामा खुला उडायो हामीले उडायो गोठेजिउला कति राम्रो बजार रहेछ यता हाम्रो रहेछ कि फेरि जाडो भयो मान्छे कति ढिलाएर बस्यो नि यहाँ खाएर नास्ता गर्न रोक्ने हो है यहीँ रोक्ने हो त्यो गोठेजिउला बजार सुरु भएदेखि जुन पिच बाटो छ नि त्यो चाहिँ त्यो ज्ञानेन्द्र शाही भन्नेले पिच गरे रहेछ कि त्यसको गाउँ रहेछ यो भन्ने थाहा पाएँ सोर्सेसहरूबाट र आफ्नो गाउँ एरियामा मात्र पिच गरे रहेछ त्यही त हो नि नेताहरूको पारा यहाँ त यस्तो जाडो छ रारामा झन् तारा देखिन्छ दिदी तारा देखिन्छ जाडोले रारामा यहीँबाट देखिन सुरु भयो धिमी तारा देखिन सुरु भयो हामीलाई अब रारामा पुग्यो झन् धिमीले तारा देखिन्छ दिउँसै हजुर हाम्रो के छ हालखबर समाचार के छ दिदीको समाचार पनि ठिकै छ जाडो चाहिँ बहुत छ है खानु पालु छ जाडो छ जाडो